आजको हाम्रो यात्रा गोसाइँकुण्डको यात्रा हो। हामी काठमाडौँको सतुङ्गलदेखि धुन्चेसम्म बाइकमा यात्रा गर्दैछौँ। बिहानको 7 बजे सतुङ्गलबाट हाम्रो यात्रा सुरु भएको छ। गोसाइँकुण्डको यो यात्रा हामी 4 जनाकै लागि पहिलो यात्रा हो। हामी नागढुङ्गाबाट त्रिशुली हाइवे हुँदै गल्छी र गल्छी पुगेपछि गल्छी त्रिशुली रसुवागढी रोड हुँदै जाने निर्णय गर्यौँ। कलङ्कीदेखि धुन्चेसम्मको दूरी 116 किलोमिटर रहेको छ। काठमाडौँबाट धुन्चे जानको लागि अर्को अप्सन भनेको टोखाबाट पासाङ लामो हाइवे हो, जुन कलङ्कीदेखि धुन्चेसम्म 103 किलोमिटरको दूरीमा रहेको छ। हामी गल्छी पुगिसकेको छौँ। धुन्चे जानको लागि गल्छीबाट दायाँ मोडिन्छौँ। यो बाटोलाई गल्छी त्रिशुली रसुवागढी रोड भनिने रहेछ। नास्ताको लागि हामी आधी घन्टा यहाँ रोकियौँ र फेरि आफ्नो गन्तव्यतिर बढ्यौँ। यो मेन हाइवे नभएको कारणले गर्दा प्राय सडकहरू खाली खाली देखिन्थे। यो सडक त्रिशुलीको किनार किनार हुँदै जाँदो रहेछ। सडकहरू निकै फराकिला र चिल्ला थिए। त्यहाँबाट देखिने दृश्यहरू साह्रै मनमोहक थिए। कुनै कुनै ठाउँमा बाहेक प्राय सबै ठाउँमा बाटो पिच गरिएको रहेछ। Hello.
जङ्गल अनि खोलाको बाटो हुँदै हाम्रो यात्रा अघि बढ्यो। कसैलाई हिँड्न गाह्रो भयो वा हिँड्न सकिन भने घोडाको सुविधा पनि रहेछ। बाट करिब पौने 1 घण्टाको हिँडाइपछि हामी मिनी गोसाइँकुण्ड पुग्यौं। स्थानीय बासिन्दाका अनुसार गोसाइँकुण्डको पानी यो कुण्डसम्म आइपुग्छ। केही मिनेटको हिँडाइपछि झरना जाने बाटो देखिन्छ। त्यहाँको चिसो हावाले हाम्रो अनुहारलाई स्पर्श गरिरहेको थियो। झरनाको केही दृश्यहरू हाम्रो क्यामेरामा कैद गरेर हामी आफ्नो बाटो लाग्यौं। सुनेको थिए कि गोसाइँकुण्ड जाँदा धेरै उकालोहरू चढ्नुपर्छ। साँच्चै हो रहेछ। थकान त हुन्छ, तर त्योभन्दा रमाइलो हाम्रो यात्रा र प्रकृतिसँग बस्दाको सामिप्यताको छुट्टै मजा आउँदो रहेछ। बाटोको बीचबीचमा 1-2 मिनेटको थकाइ मार्दै हामी उकालो लाग्यौं। करिब 4:30 बजेतिर पानी पर्न सुरु भयो। साँझपख प्राय पानी परिरहने भएकोले रेनकोट एउटा ब्याकप्याकमा राखेर हिँडेकोले सजिलो भयो। पानी परेको कारणले गर्दा हाम्रो हिँडाइ अलि सुस्तिएको थियो। जुका लाग्ला कि भन्ने डर थियो, धन्न जुका चाहिँ लागेन। कति 4 बज्यो? पानी झमझम परिरहेछ। कति बज्यो? 2 बज्यो? 1 बज्यो? 4:45। 4:45? करिब 3 घण्टाको हिँडाइपछि हामी देउराली पुग्यौं। थकाइ र चिसोले शरीर गलेको थियो। एकैछिन थकाइ मार्न चिया पियौं। साँझ पर्न लागेको थियो, त्यही भएर धेरै बेर नबसी उकालो चढ्न सुरु गर्यौं। ल अब चाहिँ हामी तिम्सा पुग्यौं। तिम्सा जस्तो छ कि हैन? झमक्क साँझ परिसकेको थियो। करिब 1 घण्टाको हिँडाइपछि हामी धिम्सा पुग्यौं र आज यतै होटलमा बास बस्ने निधो गर्यौं। बेलुकीको खाना र 1 रात सुत्नको लागि प्रति व्यक्ति रु 500 लाग्दो रहेछ। Good morning. Gosaikunda. Hello. Hello, good morning. Good morning. Let's go. गोसाइँकुण्डको दोस्रो दिनको यात्रा बिहान 5:30 मा सुरु भयो। हामी बेलुकी यही ठाउँमा बास बस्ने मनसायले सामानहरू रुममा नै छोडेर हिँड्यौं। अति आवश्यक सामानहरू रेनकोट, एक जोड लुगा फेर्नको लागि र पानी आफ्नो साथ बोकेर गयौं ताकि माथि चढ्दा सजिलो होस्।
1 घण्टाको उकालो हिँडेपछि चन्दनबारी पुग्यौं। यहाँको उचाइ 3250 मिटर रहेछ। चन्दनबारीमा चीज फ्याक्ट्री रहेछ। फर्केर आउँदा लिएर जाने विचार गरियो। चन्दनबारीलाई सिङ्गोम्पाको नामले पनि चिनिदो रहेछ। यहाँ बस्नको लागि थुप्रै राम्रा होटेलहरू थिए। काठले बनेका साना साना तर चिटिक्क परेको होटेलहरूको दृश्य देख्दा एउटा छुट्टै रमणीय ठाउँमा आइपुगेको महसुस भयो। एउटा सबभन्दा माथिको भ्यूमा देखिरहेको चाहिँ चन्दनबारी भयो। त्योभन्दा बिचको चाहिँ धिम्सा अनि त्योभन्दा तल चाहिँ देव। चन्दनबारीदेखि चोलाङपाटीसम्म भने 1-2 ठाउँमा बाहेक खासै उकालो हिँड्नु नपर्ने रहेछ। उकालो हिँडिरहेको खुट्टाहरूलाई समथरमा हिँड्न पाउँदा आनन्द आइरहेको थियो। चोलाङपाटी पुग्नै लाग्दा लामटाङ हिमालको दृश्य हेर्न पाइयो। बिहानको समय भएर होला मौसम खुलेको थियो र खासै थकानको पनि महसुस भएको थिएन। बिहानको करिब 8 बजे हामी चोलाङपाटी पुग्यौं। ए टलर देखेको छ। ब्रुज खलिफा देखिने। प्रकृतिको सुन्दर काखमा खुलेर रमाउन पाउँदा थकानहरू सबै मेटियो। यो ठाउँसम्म आइपुग्दा साँच्चैको स्वर्गमा आइपुगेको जस्तो आभास हुँदो रहेछ। चोलाङपाटीबाट लौरीबिना पुग्नको लागि हामीलाई करिब 2 घण्टा लाग्यो। लौरीबिनाबाट लहरै मिलेका पहाडहरूको दृश्य मनमोहक थियो। हामी नास्ता खाई करिब 11 बजे हाम्रो गन्तव्यतिर लाग्यौं। लौरीबिना ठाउँ उकालो। बुद्ध मन्दिरसम्म ठाडो उकालो थियो। हेर्दा नजिक देखिए पनि उकालो भएकोले त्यहाँसम्म पुग्न हामीलाई करिब 1 घण्टा लाग्यो। अघिसम्म खुलेको आकाश चारैतिरबाट हुस्सुले ढाकिसकेको थियो। हुस्सुको कारणले गर्दा माथि गोसाइँकुण्ड पनि राम्रोसँग नदेखिने हो कि भन्ने पिर लाग्यो। बुद्ध मन्दिरबाट करिब आधी घण्टाको ठाडो उकालो चढेपछि हामी ओह्रालो झर्ने ठाउँसम्म आइपुग्यौं। मनमा फिल भयो कि
सबै बाटो उकालो मात्र होइन रहेछ, ओह्रालो अनि समथर बाटो पनि रहेछ। ओह्रालो बाटो करिब आधी घण्टा हिँडेपछि हामी गोसाइँकुण्ड पुग्यौँ। चिपिया भैरवकुण्ड टिक्क ठ्याउँदो भैरवकुण्ड र घाचुनु मखनिगा गोसाइकुण्डै ठ्याउ खनिगा ओहो भैरवकुण्ड कोही ओनमा नाइस भ्यू छ्याक्क खुल्यो ज्या छ न गोसाइकुण्ड कुण्डमा जानको लागि अलि तल झर्नुपर्ने रहेछ। हामी स्नान गर्नको लागि कुण्डको बाटोतिर लाग्यौँ। पानी निकै चिसो थियो, तर त्यो चिसो पानीको स्पर्शले स्वर्गमा बसेको जस्तो मन पवित्र भयो। मनमा एक प्रकारको आनन्दको भाव आयो जसलाई शब्दमा बयान गर्न सकिन्नथ्यो। आत्मा नै पवित्र भए जस्तो। त्यही भएर त होला यस्तो पवित्र तीर्थहरूमा स्नान गर्नाले रोग सबै निको हुन्छ भन्ने विश्वास गरिएको। फर्कदा करिब 2:30 भएको थियो। हामी आउँदा हुस्सुले छोपेको भैरवकुण्ड फर्कदा हेर्ने अवसर पायौँ। आफूलाई निकै भाग्यमानी भएको ठान्यौँ। बेलुकी हामी धिम्सामा बास बस्यौँ र अर्को दिन धुन्चेबाट त्यही बाटो हुँदै हामी काठमाडौँ आइपुग्यौँ। यो भिडियोलाई अन्त्यसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।